धन्यवाद कुलुङ सरलाई, उपस्थित सम्पूर्ण महानुभावहरूलाई पनि हामी पुनसँग नेपालको तर्फबाट स्वागत र अभिवादन व्यक्त गर्न चाहन्छौँ। आजको प्रमुख अतिथि जो लगायत विशेष व्यक्तित्वहरू, खास गरी सवाल र विषय र माग त समग्र सबै नेपालमा भएका सूची उन्मुख 43वटै जात जातिहरूको आदिवासीहरूको सवाल एउटै हो। जहाँ राखे पनि जसरी राखे पनि सवाल दुखेसो चाहिँ एउटै हो। तर पनि हामी पुन जाति फेरि किन भिन्न त, र हाम्रो के कारणले गर्दाखेरि र कसरी हामी आफ्नो मागलाई चाहिँ हामी छुट्टै आदिवासी जनजातिको रूपमा नेपाल सरकारले सम्बोधन गरोस् भन्ने चाहन्छौँ त भन्ने विषयमा प्रस्ताउन चाहन्छु। र यहाँलाई हातमा दिएको ब्रोसरमा अलिक बढी विस्तृत रूपमा पनि दिइएको छ, तैपनि यो स्लाइडमा चाहिँ त्यति धेरै चाहिँ छैन। तैपनि हामीले स्लाइडमा जति तयार गरेका छौँ सो अनुसार म यहाँलाई व्याख्या गर्न चाहन्छु। खास गरी पुन जातिको उत्पत्ति र भूगोलको विषयमा चाहिँ यहाँहरू सबैलाई थाहा छ, मानव सभ्यताको विकास कसरी भयो भन्ने कुरामा त म जान जरुरी छैन, यहाँहरू सबैलाई थाहा भएको हुनाले। तर पुन जातिको चाहिँ भूगोल भनेको वास्तवमा आजभन्दा धेरै वर्ष आदिमकालदेखि जसरी चाहिँ बसोबास गरेको थाकथलो भनेर भन्छौँ हामीले, त्यो क्षेत्र भनेको खास गरी मुख्य रूपमा चाहिँ धौलागिरी र राप्ती अञ्चल हो। त्यो जस्तै अब धौलागिरी हिमाल र कालीगण्डकीको सेरोफेरोमा उच्च पहाड मात्र होइन, अझ उच्च पहाडी भूभागमा झन्डै हिमाली भेग छोड्ने गरी बसोबास गर्ने जातिको रूपमा हामी पुन जाति आदिमकालदेखि नै बस्दै आइरहेको कुरा यहाँलाई जानकारी गराउन चाहन्छौँ। तर बसाइ सराउको क्रममा अहिले नेपालको झन्डै 15-16वटा जिल्लाहरूमा बसोबास गर्दै आए तापनि खास गरी हाम्रो पक्का आदिमकालबाट सुरुवात भएको उत्पत्ति भएको भनेको विषय गरेर धौलागिरी र राप्ती अञ्चल हो भन्ने कुरा यहाँलाई जानकारी गराउन चाहन्छु। र हामी अन्य जातिको भन्दाखेरि हाम्रो पुनहरूको चाहिँ संस्कार अवश्य पनि फरक छ। जस्तै अब हाम्रो समुदायमा मान्दै आएको चाहिँ 9वटा कर्मलाई मुख्य रूपमा संस्कारको रूपमा लिने गरेका छौँ। अरू जातहरू विशेष गरी के अरे हिन्दू धर्मावलम्बीहरूको आधारमा 10 कर्म भन्ने गर्छन् भने हाम्रोमा चाहिँ 9को अत्यन्त महत्त्व हुन्छ। हरेक कुरामा हामीले चाहिँ 9लाई नै मान्यता दिन्छौँ। र 9वटा चाहिँ कर्म, जस्तै गर्भलाई हामीले यो पहिलो कर्मको रूपमा मान्छौँ। पुन जातिले गर्भ रहँदैदेखि हाम्रो त्यो मूल्य मान्यता, पूजा चल्ने नचल्ने बाँड्नु पर्ने कुराहरू धेरै त्यो भित्र छिर्यो भने धेरै समय खान्छ। त्यो आफ्नो छुट्टै संस्कार संस्कृति छ गर्भभित्र पनि। त्यसपछि जन्म छ, जन्मको प्रक्रिया आफ्नै छ। त्यसपछि छैठौँ छ, छैठौँ आफ्नै प्रक्रिया छ। न्वारान छ, न्वारान आफ्नै शैलीमा छ। अहिले पछिल्लो समयमा त अब विभिन्न धर्महरू परिवर्तन गर्ने क्रममा धर्म अनुसारको नामहरू राख्न थाले, कतिले पण्डितहरू पनि प्रयोग गर्न थाले। तर हाम्रो परापूर्व कालमा अघिल्लो समयमा भने हाम्रो नाम राख्नेहरू आफ्नै जैसी भन्ने हुन्थ्यो। हाम्रो आफ्नै पुनहरूकै चाहिँ जैसी सिकेकाहरूले मात्रै राख्ने चलन थियो। त्यसपछि नाक काट छेड्दा पनि हाम्रो पुन जातिमा एउटा कर्मको रूपमा लिन्छौँ, त्यसको पनि विशेषता छ। त्यसपछि अन्न खुलाउने, त्यसपछि छेवर पास, छोराको छेवर पास, छोरीलाई गुन्नु चोलो दिने भन्ने हुन्छ। त्यो पनि आफ्नै परम्परा अनुसार भिन्न तरिकाको छ। त्यसपछि विवाह छ, विवाह चाहिँ तपाईँको पनि आफ्नै शैली, आफ्नो अरू जातकोसँग पटक्कै नमिल्नेहरू चाहिँ संस्कार संस्कृतिहरू परम्पराहरू घुसेको शैलीमा आफ्नो छ। त्यसपछि मृत्युमा चाहिँ तपाईँको झन्डै अघि गुरुङ सरले भने जस्तै हाम्रोमा पनि 2 खालको मृत्यु को चाहिँ संस्कार छ। एउटा चाहिँ कालगतिले बितेमा, एउटा चाहिँ दुर्घटनामा परेर बितेमा। दुर्घटनामा परेर बित्दाखेरि गरिने संस्कार अलिक फरक छ, त्यो अरू जातमा छैन। हामीले सेमार्ने भन्छौँ। लास नउठाउँदै एउटा झाँक्रीको विधिबाट चाहिँ हामीले त्यो लासको विभिन्न त्यसको विधि पुरा गरेपछि मात्रै लास निस्कान चलन छ। त्यो एउटा अहिले लगभग त्यो सेमार्ने चाहिँ सक्ने झाँक्रीहरू नभएको कारणले भनौँ हराउँदै गएको कारणले त्यो चलन चाहिँ लगभग हराइसक्न लागेको अवस्था छ। यसरी यो 9वटै कर्महरू चाहिँ हामीले झाँक्रीको विधिबाट नै गर्ने गर्छौँ, तान्त्रिक विधिबाट नै गर्ने गरिन्छ। अब संस्कृतिमा चाहिँ हामीले धेरै संस्कृतिहरू जसमा चाहिँ अन्य जातिहरूसँग मिल्दैन, फरक छ। कतिपय नाम मिले पनि भित्रको मान्ने तरिकाहरू शैलीहरू फरक छन्। त्यसरी गर्दैछौँ। र मुख्य गरेर हाम्रो चाहिँ
पर्व भनेको चाहिँ हाम्रो संस्कृति अन्तर्गत भूमे पर्व हो र भूमे पर्व हाम्रो चाहिँ हरेक वर्षको ज्येष्ठी पूर्णिमालाई हामी भूमे पर्वको रूपमा मान्छौँ। यो परापूर्व कालदेखि नै आएको यो सामूहिक रूपमा पूजा गरिने र यसमा अन्य जातिले चाहिँ तपाईँको यो भूमि भनेर भन्छन्, जमिनको पूजा भन्छन् भने त्यो चाहिँ फेरि पुन जातिमा फरक मान्यता छ। हामीले भूमिको पूजा होइन, जमिनको पूजा होइन, भूमे भनेको चाहिँ हाम्रो थुप्रै भूमे भनेर चाहिँ देउताहरू हुन्छन् र भरानी भन्ने हुन्छ। भरानी भनेको महिला, भूमे भनेको पुरुष। त्यो देवताहरूलाई चाहिँ हामीले भूमे पूजा सबै मान्दै आएको सम्पूर्ण चाहिँ भरानी र के अरे भूमेहरूलाई एकै दिनमा साझा रूपमा संयुक्त चाहिँ गाउँले नै मिलेर पूजा गर्ने दिनलाई चाहिँ हामी भूमे पूजा भन्छौँ। तर अरूले चाहिँ जमिनको पूजा भन्दो रहेछन्, भूमि पूजा भन्छन्, हामीले भूमि भन्दैनौँ, हामी भूमे भन्छौँ। त्यसरी चाहिँ गर्छौँ र त्यसको पनि आफ्नो धेरै पुरानो चलन परम्परा छ, आफ्नो शैली छ। वास्तवमा हिजोको पुर्खाहरूले हाम्रो पुन जातिको बसोबास भनेको धान खेती नहुने उच्च पहाडी भूभागमा बस्ने भएको हुनाले धान खेती पटक्कै नहुने ठाउँमा भेगमा बस्ने हुँदा यो किसिमले गरिबले मासु र भात खानलाई दसैँ पर्खिनु पर्छ भने जस्तै पुन जातिले चाहिँ भात र मासु खानलाई चाहिँ यो भूमे पर्व पर्खिनु पर्थ्यो, त्यस्तो थियो है। तर अहिले त अब जतासुकै अब यातायात पुग्यो, सबैले जहिले पनि खाउन पाउने भयो। त्यति साह्रो मान्यता भएको हुनाले हामीले मुख्य पर्वको रूपमा नै यो ज्येष्ठी पूर्णिमा भूमे पर्वलाई नै मान्दै आएको छौँ। अब कुल पूजा हाम्रो कुल आफ्नै पुनहरूले मान्दै आएको कुल पूजा छ, जसलाई कुल छ, जसलाई चाहिँ हामीले भगवानकै रूपमा मान्छौँ। करपाके बाबालाई हामी गाउँअनुसार कसैले करबाके भन्छन्, कसैले करपाके भन्छन्, दुईवटा नामले पुकारिन्छ। र जे भए पनि अब एउटै हुन्, विधि र मान्यता मूल्य मान्यता एउटै छ। र उहाँको छोरा दुईवटा जेठा र कान्छालाई चाहिँ कुलको रूपमा मान्दछौँ भने करपाकेलाई चाहिँ हामीले भगवानको रूपमा मान्दछौँ। र उहाँको जुन झाँक्रीको विधिबाट आउने ओखा भन्छौँ हामी, त्यो बयान व्याख्या अब जस्तै ग्रन्थ पढेको छ, जस्तै यहाँहरू पूर्वको साथीहरूको मुन्दुङ भनेर चाहिँ भने जस्तै हाम्रो चाहिँ यो ओखा भन्ने हुन्छ। यो धार्मिक हाम्रो जुन करपाकेको विषयमा सबै के गर्न हुने के गर्न नहुने त्यो सबै कुरा त्यहाँभित्र हुन्छ। र उहाँको त्यो ओखामा प्रकृतिलाई मान्नुपर्छ र प्रकृतिलाई यसरी मान्ने र प्रकृति नै ईश्वरको देन हो, ईश्वरीय शक्ति नै प्रकृति हो भन्ने कुरा त्यो ओखामा आउँछ। गर्दाखेरि हामी यो प्रकृतिलाई मान्नु र पुज्नुपर्छ भन्ने नै करपाके बाबा हुन् भन्ने मान्यता हामी पुनहरूले लिँदै आएका छौँ। त्यस कारणले उहाँलाई भगवानको रूपमा मान्ने गर्दछौँ। र त्यसै गरी चाहिँ हामीले जनै पूर्णिमाको दिनमा मात्र वर्षमा एकचोटि गरिने पूजा भनेको नौ बहिनी भरानीहरूको हो। यो नौ बहिनी भरानीलाई हामी पुन जातिले चाहिँ परापूर्व कालदेखि अहिलेसम्म मान्दै आइरहेको छौँ। र यसै गरी चाहिँ हाम्रो विभिन्न चाहिँ गाउँहरूमा विभिन्न 9वटै चाहिँ मण्डलीहरू छन्। यो मण्डला मण्डलीहरू चाहिँ हामीले मान्दै आइरहेका छौँ, पुज्दै आउँछौँ। त्यसपछि उनौली भन्ने चलन छ। ज्येष्ठी पूर्णिमा र मङ्सिर पूर्णिमालाई विशेष गरेर हामीले पूजा गर्ने तिथिको रूपमा लिँदै आएको अवस्था छ। र यसै गरी चाहिँ त्योसँग अरू जातसँग नमिल्ने यो खेवारो भन्ने छ। यो खेवारो भन्ने चाहिँ पूजा कसैले सातु छेची पनि भन्छन्, कसैले रोय पूजा पनि भन्छन्, कसैले किराको साथ थाप्ने भन्छन्। यो चाहिँ भने बरु जमिनको पूजा हो। यो जमिनको पूजा बरु हाम्रो कुन जातिमा पुरुषले गर्दैन, महिलाले मात्रै यसको पुजारी नै महिला हुन्छ, पुरुष जानै पाउँदैन। हाम्रो उस अनुसार चलन अनुसार खेतमा गएर त्यो भूमिको पूजा, जमिनको पूजा चाहिँ महिलाले गर्ने चलन छ र त्यो पुरुष जान्दैन, पुरुष जान पनि हुँदैन भन्ने चलन छ। यो चाहिँ भने भूमिको पूजा हो। यो चाहिँ हाम्रो अन्य जातिमा देखिँदैन। हाम्रै अब विशेष गरी म्याग्दी पर्वतको छिमेकी गाउँहरूमा रहेका अन्य जाति जस्तै विभिन्न जातिहरू छन्, उहाँहरूसँग यो चलन मिल्दैन। हाम्रो मात्र छुट्टै छ यसमा। यसै गरी चाहिँ हामीले गोठको पूजा गर्ने यो गोठ लेकबाट तल बेसीमा झार्ने बेला, उधौली लाग्ने बेलामा चाहिँ गरिने पूजा छुट्टै छ। यसलाई धार दिने पनि भन्ने गर्छन्, कसैले गोठ पूजा पनि भन्छन्, वन पूजा पनि भन्छन्। यो छुट्टै विधिको छ। अरू जातिले पनि गरे तापनि तर अलिकति विधिहरू चाहिँ धेरै हामीले मान्दै आएको विधिहरू फरक छ। त्यसैले यो पानी डाक्ने चलन कुन जातिमा विशेष छ। यो खडेरी परेको बेलामा चाहिँ एउटा विधि नै पुऱ्याएर गाउँलेहरू मिलेर चाहिँ यो झाँक्रीकै विधिबाट चाहिँ पानी डाक्ने चलनहरू पनि हाम्रो अहिले पनि छ, गाउँघरमा अहिले पनि छ। यो छ। फेरि यसै गरी चाहिँ तपाईँको सिरौ बायो भन्ने चलन छ।
यो सिरौ भन्ने शब्द चाहिँ यसो हेर्दा अरू जातमा चाहिँ यसलाई नै कुल भनेको पाइन्छ, तर हामीले चाहिँ कुल चाहिँ हामीले पुनहरूले साझा रूपमा मान्छौँ भने हरेक पुन जातिभित्रको थरहरूको आफ्नै एउटा सिरौ हुन्छ, एउटा थरको एउटा सिरौ हुन्छ। त्यो थरको सिरौ मान्ने चाहिँ आफ्नो भाइहरू मिलेर अथवा आफ्नो थर मिलेर चाहिँ गरिने एउटा साझा पूजा हो। यो चाहिँ हरेक थरको एउटा सिरौ हुन्छ र एउटा सिरौ भित्र विवाह हुँदैन। एउटा विवाह गर्नलाई अर्को सिरौको चेली छोरी अर्को सिरौमा आएर पितृ चढाएर गरिने विवाह नै विवाह भनिन्छ। अहिले त्यो आजभन्दा चाहिँ हामी यो हिन्दूको चाहिँ प्रभाव पर्नुभन्दा अगाडि हाम्रो पुन जातिमा यो सिन्दुर हाल्ने चलनहरू थिँदै थिएन। स्वयं मैले थाहा पाउँदासम्म पनि हाम्रो गाउँघरमा चाहिँ विवाह गर्दा सिन्दुर हाल्ने चलन थिएन। हाम्रो विवाह भनेको नै अर्को थरको चाहिँ केटीलाई ल्याएर घरमा हाम्रो कुलमा आयो भनेर चाहिँ हाम्रो सिरौमा चढ्यो भनेर पितृको पूजा गर्नु नै घरभित्र आएर पितृ चढाउनु नै विवाहको रूपमा मानिन्थ्यो। त्यो चाहिँ अहिले यथावत छ, त्यो पनि गरिन्छ, तर देखासिखी अन्य संस्कारहरू पनि सिक्दै जाँदा अरू जातिको धर्महरू पनि अब अँगाल्दै जाँदाखेरि चलनहरू अलिकति मिश्रित हुँदै गएको चाहिँ छ, तर वास्तवमा हाम्रो गुणहरूको चाहिँ त्यो हो। र यसै गरी चाहिँ वेशभूषामा पनि हाम्रो वेशभूषा अरूभन्दा झट्ट हेर्दाखेरि गुरुङ जाति विशेष गरेर गण्डकी प्रदेशभित्रको गुरुङ जाति र छन्त्याल जातिसँग झट्ट हेर्दा मिल्दोजुल्दो जस्तो भए पनि पुनहरूको चाहिँ आफ्नो मौलिक वेशभूषा चाहिँ फरक छ र जसमा चाहिँ आफ्नै भाषाबाट चाहिँ नामाकरण भएका वेशभूषाहरू पनि हामीले महिला र पुरुषको मान्दै र लाउँदै आएका छौँ। यो उल्लेख चाहिँ त्यहाँ छ, सबै पढ्न जरुरी, किनभने हाम्रै भाषामा भएको हुनाले यहाँले बुझ्न पनि गाह्रो हुन्छ होला। अर्को यसै यी सँगसँगै चाहिँ हामीले जुन राष्ट्रिय जनगणना 2078मा हामीले चाहिँ हुन त यो आदिवासी जनजातिमा सूचीकृत गरिपाऊँ भन्ने आवाज र माग त हामीले झन्डै 66 सालबाट नै उठाउँदै आइरहेका हौँ। डाक्टर ओम गुरुङको चाहिँ कार्यकालमा पनि हामीले आफ्नो विवरणहरू पेश गरेका हौँ, डेलिगेसनहरू पनि धेरै आइसकेका हौँ। नेपालको चाहिँ सरकारी निकायहरूमा पनि हामीले धेरै पटक आफ्नो कुराहरू राखेकै हौँ र त्यसपछि अहिलेसम्म सुनाइ भएको छैन। र जनगणना 2078 आइसकेपछि चाहिँ हामीले हुन त हाम्रो जनसङ्ख्याको आँकडा लगभग हाम्रो अनुमानमा नेपालभरि लगभग 3 लाखको हाराहारीमा चाहिँ पूर्णहरू छौँ भन्ने चाहिँ हाम्रो दाबी हो। तर पनि यो जनगणनामा चाहिँ हाम्रो जनसङ्ख्या भनेको जम्मा 9827 जनाको मात्रै देखाइएको छ र यसमा विभिन्न कारणहरू छन्, जसमा विशेष गरी हाम्रो पुनहरूलाई चाहिँ मल्लकालीन राज्य व्यवस्था सुरुवाती सङ्घमा जुन 18 पन्थी पुनहरूलाई 18 मगरातमा चाहिँ रूपान्तरण गरेदेखि यता चाहिँ जुन शोषण उत्पीडनहरूमा पर्दै आइयो, भाषिक रूपमा नै कानुनी व्यवस्थामा नै चाहिँ तपाईँको भाषा बोल्न बन्दिज गराइएको कारणले चाहिँ हामीहरू भाषा अहिले हामी बोल्दैनौँ, हाम्रो भाषा बोल्दैनौँ, तर अहिले पनि शब्दमा सीमित छ। हामीसँग 3000 जति चाहिँ पुनहरूले बोलिने शब्दहरू चाहिँ सङ्कलन गरेका छौँ, जुन शब्दहरू भाषा विज्ञहरूमा राख्दाखेरि उहाँहरूले यो भाषामै हो, यो शब्दमा मात्रै सीमित भयो, तपाईँको भाषा मृत अवस्थामा पुगेको छ र यसलाई पुनर्जीवित गर्नुपर्छ भन्ने कुराहरू भाषा विज्ञहरूले चाहिँ भन्नुभएको छ र हामी भाषाको खोजी पुनर्जीवित गर्ने अध्ययनमा पनि छौँ। र खास गरी यो जनगणनाको बेलामा चाहिँ किन जनसङ्ख्या थोरै आयो त भन्दाखेरि विशेष गरी गणकहरूले पनि गणक पहिलो कुरा त धेरैलाई चाहिँ हिजोको दिनमा हिजोको राज्य सत्ताले चाहिँ हामीलाई चाहिँ तपाईँको भाषा बन्देज सँगसँगै जाति हाम्रो एउटा आफ्नो हिजोको दिनमा जस्तै विभिन्न इतिहासकारहरूले स्वदेशी विदेशी इतिहासकारहरूले लेखेको किताबहरूमा अहिले हामीले राखिरहेका पनि छौँ र त्यो किताबहरूमा चाहिँ इतिहासकारहरूले लेखेको चाहिँ उल्लेख गरेका पृष्ठहरूमा हिजो पुन 2224 राज्य 24 राज्य अन्तर्गत कुन राज्य पनि थियो भन्ने कुराहरू पनि आएको छ र त्यो राज्य राज्य त चाहिँ धोन भयो पुन जातिलाई चाहिँ तपाईँको त्यो बेलामा विभिन्न राज्यहरू सानातिना राज्यहरूलाई एकीकरण गर्ने सँगसँगै जातिलाई समेत एकीकरण गरेको कारणले गर्दाखेरि पूर्वदेखि पश्चिमसम्म विभिन्न अल्पसङ्ख्यक जातिहरू चाहिँ बहुसङ्ख्यक जातिमा चाहिँ विलय गराइएको रहेछ। त्यो कालखण्डमा पुनहरू पनि त्यसको शिकार भएका रहेछौँ भन्ने कुरा इतिहासका धेरै चाहिँ उदाहरणहरूले चाहिँ हामीले प्रष्ट
भएको छ। जस्तै अब त्यो कारणले गर्दा चाहिँ अब हाम्रो झन्डै 3 लाखको हाराहारीमा जनसङ्ख्या बोकेको पुनहरूको नागरिकता हेर्ने हो भने 98% पुनहरूले पुन मात्रै लेखिएको अवस्था छ। भित्रको आफ्नो थर, पुनभित्रको थर थुप्रै थरहरू छन्, त्यो थर र या पुन लेखेको अवस्था छ। बरु 2% जतिले होला मगर लेखेका नत्र भने 98%ले चाहिँ मगर नलेखेको अवस्था छ। तर पनि जब जनगणनामा गणक आउँछ, गणकले के भनिदिन्छ भने जस्तै गणकले चाहिँ तपाईँ आफ्नो विवरण लेखाउने बेलामा कुनै पुनले ल जात पुन हो भन्नु बित्तिकै त्यो गणकले होइन पुन त मगरै हो भनेर चाहिँ स्वत पुनेको खुसीले नै मगरमा लेखिदिइहाल्ने। त्यो कारणले गर्दाखेरि पनि हाम्रो जनसङ्ख्या एकदम कम आएको अवस्था छ र यो एउटा चेतनाको अभाव। हामीलाई किन चाहिँ मगर घाममा गाभिएको रहेछ त नि, र किन हामी चाहिँ छुट्टै जाति हुँदाहुँदै पनि हाम्रो अस्तित्व पहिचान किन मेटिएको रहेछ त नि भन्ने कुराको पनि चाहिँ जनचेतनाको कमी छ एउटा कुरा। दोस्रो कुरा एउटा राज्य संयन्त्रले नै दिमागमा चाहिँ तपाईँको पुन भन्नु बित्तिकै मगरै हो भन्ने खालको चाहिँ त्यो अटोमेटिकली त्यो चाहिँ भएको कारणले गर्दाखेरि हामी अत्यन्त उत्पीडनमा परेको अवस्था र हाम्रो पहिचान चाहिँ बिस्तारै गएर चाहिँ हराइसकेको अवस्था हो। सिर्फ अहिले चाहिँ हाम्रो राष्ट्रिय जनगणनाको एउटा तथ्याङ्कले 142वटा राष्ट्रिय जात मध्येमा पुनलाई पनि एउटा जनसङ्ख्याको आधारमा 90औं स्थानमा चाहिँ एउटा सूचीकृत गरेको कारणले गर्दा एउटा सानो भए पनि एउटा उपलब्धि हासिल गरेको अवस्था हो। र यसलाई यति मात्र भएर त पुगेन, यसलाई पनि आदिवासी जनजातिले पाउने सेवा सुविधादेखि लिएर अल्पसङ्ख्यक जातिले पाउने सेवा सुविधाबाट हामी वञ्चित हुनु भएन। त्यस कारणले गर्दा यो कुराको चाहिँ एउटा यो साझा रूपमा आएको एजेन्डा एउटा पुनको पनि चाहिँ एजेन्डा भएको हुनाले हामी यसरी यहाँहरूसँग सहभागी भएर उहाँहरू मार्फत यो हरेक विषयको चाहिँ सवाललाई सुनिदिने र एउटा मानव भएपछि मानवले पाउनुपर्ने अधिकारको विषय सुनिदिने निकाय भनेको नै यो भएको हुनाले यसको अवसरमा हामीले सहभागी गरेका हौँ। र हाम्रो के कुरा हो भने जस्तै अहिले मैले भने एउटा रिपोर्टरले अथवा एउटा सर्वसाधारणले आएको जनगणनाको रिपोर्टरलाई अथवा गणकलाई मेरो धर्म त यो हो, मेरो जात यो, मेरो थर यो भन्दाखेरि पनि एउटा गणकले चाहिँ तपाईँको अल्टिमेटली होइन तिमीहरू त चाहिँ तपाईँको मगरै हो भनेर लेखिदिनु, त्यो पनि त एउटा मानव अधिकारको हनन हो नि त। मानव अधिकारको हनन त्योसँगै जोडिएको हुन्छ। जस्तै एउटा व्यक्तिले आफूले चाहेको पहिचान त लेख्नु पाउनु पऱ्यो नि, आफूले चाहेको चाहिँ तपाईँको जात त लेख्नु पाउनु पऱ्यो नि। त्यस कारणले गर्दा यो नै यहीबाट सुरु हुन्छ मानव अधिकारको हनन भन्ने कुरा चाहिँ यहाँलाई राख्न चाहन्छु। र यसको यति भन्दै अहिलेलाई यति भन्दै चाहिँ पुनः यो कार्यक्रमलाई सुचारू गरिदिनु हुन कुलुङ सरलाई आग्रह गर्न चाहन्छु। धन्यवाद।